हेलो गाइस वेलकम टु ब्याक न्यू भिडियो हजुरहरूको सामु आइसकेको छ गाइस म चाहिँ यसो जङ्गलतिर आज काफल कतिको छ त जङ्गलतिर यसको हल्का बिर्भिङ गर्न जाँदैछु काफल खान चाहिँ आउनु है तपाईँहरू अब काफल पाक्ने समय हुँला अब यो 1-1.5 महिना अब कति भनेपछि 20-25 दिनपछि काफल फाइनली पाकिसक्छ म काफल देखाइदिन्छु कतिको आँखा आजकल जङ्गलतिर होइन हेर्नु होला म देखाइदिनु जाँदैछु हजुरहरूलाई म चाहिँ काफलको बुटामा चढेँ गाइस फाइनली होइन काफल दह्रो आएको रहेछ क्या अहिले पानीले पनि झारेको छैन पाक्यो भने चाहिँ खाना आउनु है म देखाउन लागिराखेको छु तपाईँलाई काफल हेर्नु त यस्तो आँखा कुरै छोडिदिनु काफल त लरिभरि काफल आँखा तर पाकेको चाहिँ छैन होइन अब पाक्छ 15-20 दिनपछि चाहिँ 20-25 दिनपछि यस्तो पाक्छ काफल खानको लागि चाहिँ सबैजना आउनु है प्युठानतिर हेर्नु गाइस कस्तो पाके पाक्न चाहिँ पाकेको छैन होइन पाक्ला जस्तो काफल दह्रो आएर रहेछ अहिले त्यही भएर म पनि यसो बुटैमा छु बुटैमा गएर एउटा भलक हाल्न आएको भिडियो सबैजनाले मन पराइदिनु होला मेरो युट्युब च्यानल लालुराम नेउपाने छ ठ्याक्क लाएर सब्सक्राइब पनि गरिदिनु होला तपाईँले मेरो युट्युबमा पनि अब बिस्तारै भिडियोहरू आउनु लाग्छन् होइन मेरो अलि मोबाइल अलि कबाडी भएको कारणले भलकहरू आउनु पाएन के त्यही भएर हजुरहरूको हेर्ने नजर चाहिँ राम्रो हुनु पर्यो भिडियो जस्तो भए पनि होइन त्यही भएर गाइस सबैजनाले फुल वाच टु द भिडियो होइन त्यही हो सबैजनाले हेरिदिनु होला काफल खाने भए चाहिँ आउनु होला म काफल खुवाउँछु लगेर र जङ्गलतिर होइन टक्क लाएर लगेर जङ्गलतिर भन्दा नि आउनु होला काफल खानको लागि जङ्गलतिर काफल पाकिन चाहिँ पाकेको छैन अझै यसो भयो हड्डी पसिसक्यो अब पाक्छ हो 20-25 दिनमा त फाइनली ठ्याक्कै भयो त्यही हो गाइस होइन बाबा फुल वाच भिडियो थ्याङ्क यू सबैजना लाइक कमेन्ट सेयर फलो अब युट्युबमा आएपछि सब्सक्राइब पनि गरिदिनु है बाई